कुन 7 को b 7 को b कुन कुन छ इक्वेसन दुईटा यहाँ 2x + y = 10 y = 10 अनि x + y = 7 अब यसमा इक्वेसन बनाउने त के गर्नुपर्छ यो एउटा इक्वेसन y = 10 - 2y बनाउने हो कि हैन 2x बनाउने हो कि हैन एउटा इक्वेसन यो बनाउने अब यसमा बनाउने यहाँनिर x र y हाल्ने हैन कतिवटा बनाउनु पर्छ यहाँ तीनटा भयो तीनटा यहाँ x हाल्ने यहाँ y हाल्ने ल अब x को ठाउँमा के हालौं अनि y निकालौं ल x को ठाउँमा के हाल्ने x ठाउँमा 1 हाल्ने कति आउँछ y 10 - के हो 2x हो 2 * x 2 * 1 गरेर 2 हुन्छ अनि 10 - 2 8 8 कति हाल्दा x मा कति हाल्दा 1 हाल्दा y कति आयो 8 अब यता 2 हालौं मिल्छ कि मिल्दैन मिल्छ 2 = 4 10 - 4 कति हुन्छ 10 - 4 6 6 अब यता अब त 3 अरु 6 10 - 6 4 4 मिल्यो यो के छ त गाह्रो के गाह्रो छ यहाँ अब यहाँ के खै चेन्ज गर्नु पर्छ के पुरै प्रोसेस थियो यसको यही हो अब एउटा एकले बनाउने हो अर्को उता लाने हो क्या अब यहाँ तिमीले यहाँ x यहाँ राखेर 10 - y / 2 गर्दा यो त गाह्रो हुन्छ नि त यो सजिलो भयो नि त यो एकैचोटि आयो नि त अब यहाँ के राख्ने यहाँ तनाव हुन्थ्यो यहाँ 10 मा अब जस्तै 3 राख्यो भने मिल्दैन 10 - 3 कति हुन्छ 10 - 3 यहाँ हेर 10 - 3 कति हुन्छ 10 - 3 7 7 / 2 लेख्न मिल्छ त 10 - 3 10 - 3 7 7 7 / 2 लेख्न मिल्छ त हो त्यही भएर यसमा सजिलो हुन्छ नि जुन सजिलो हुन्छ त्यही लेख्ने हो क्या बुझ्यो हाल्ने त हो नि लास्टमा हाल्ने कुरा त हो नि यो हैन x y यसमा त के गाह्रो छ त यो त यसमा त केही छैन x = 7 - y गरे पनि हुन्छ जे यता y राखे पनि हुन्छ यता y राखे पनि हुन्छ के जुन सजिलो हुन्छ त्यही अब y को ठाउँमा राखौँ न त केही y को ठाउँमा 1 राखौँ 6 हुन्छ 2 राखौँ 5 हुन्छ 3 राखौँ 4 हुन्छ यही त हो नि अब यो प्लट गर्ने अनि जहाँ क्रस हुन्छ त्यो लेख्ने हैन त प्लट गर्न आउँछ मैले तिमीलाई के प्रोट्र्याक्टर ल्याऊ भनेको थिएँ छैन प्रोट्र्याक्टर भयो यो अर्को